बाँसको टहराभित्र जन्मिएको बाल्यकाल, छानाबाट पानी छुइने त्यो पुरानो छाप्रो, बुबा आमाको आँखामा सपना भन्दा बढी थकाइ र चिन्ताको निशब्द बोझ हुन्थ्यो। देश भनेको शब्द मात्र लाग्थ्यो, किनकि हाम्रो पहिचान सिमानाको धुलोमै हराएको थियो। हामी कहाँ न झण्डा थियो, न त मानिन सकिने ठेगाना थियो, त केवल रासन लाइनमा उभिएको एक लामो प्रतीक्षा। भोकले पेट होइन, आत्मालाई नै टोक्थ्यो र रातको हावा टहराका पाताला भित्तामा डरको कथा लेख्थ्यो। तर त्यही पीडाले हामीलाई जिन्दगी सिकायो, रुँदै पनि हाँस्न, लड्दाखेरि उठ्न, देश नभए पनि मनभित्र देश बोकेर बाँच्न। आज परदेशका चम्किला उज्यालोमा उभिँदा ती शिविरका साँझहरू अझै मनको एक कुनामा जलिरहेका छन्, किनकि शरणार्थी जीवन बिर्सिने कुरो होइन, यो त एक यस्तो घाउ हो जो सालौं साल सपना देख्दा पनि खोलिरहन्छ।